सम्पूर्णमा नमस्ते र आज पनि मैले कपालको तेल बनाउँदैछु साथीहरू र अपडेट है। अगाडि नै मैले कतिवटा भिडियोहरू बनाइसकेको छु होइन यो तेलको। त्यसको लागि चाहिँ मैले यहाँ लिएको छु, योपालि चाहिँ अलिक ज्यादा गर्दैछु। यो चाहिँ छ नरिवलको तेल। अन्त त्यसको लागि चाहिँ यहाँनिर मैले अलिकति प्याज काटेको छु होइन। यहाँनिर चाहिँ छ अदुवा, अन्त यहाँ चाहिँ छ मैले घरकै एलोभेराको जेल निकालेको छु। अन्त यो चाहिँ हो कडी पत्ता होइन। अब क्वान्टिटी अनुसार योपालि चाहिँ मैले अलिक ज्यादा बनाउँदैछु, त्यसको लागि चाहिँ अलिक ज्यादा गरेको छु। अनि मेथी चाहिँ मैले अलिक कम्ती हाल्दैछु होइन। मैले ल्याउनु पनि भुलेछु, अलिक ज्यादा भयो भने चाहिँ अझै राम्रो हुने थियो। र अब जति छ त्यतिमै गर्दैछु म चाहिँ। अन्त अलिकति चाहिँ अब चियापत्ती लिनुपर्छ नि त, मैले चाहिँ यहाँनिर चियापत्ती पनि रेडी गरेको छु। यसको 3 चम्ची जति हाल्नुपर्छ यति तेलमा चाहिँ होइन। अब म पकाउँदैछु। अब चाहिँ मैले फर्स्टमा तेल बसाइसकेँ। त्यसपछि चाहिँ हाल्दैछु पहिला मेथी। हजुर, मेथी हालेपछि चाहिँ अन्त चाहिँ हाल्दैछु कडी पत्ता। त्यसपछि हाल्दैछु यो एलोभेराको जेल। अन्त त्यसपछि चाहिँ यो प्याज र अदुवा। यो प्याज र अदुवा चाहिँ पेस्ट बनाउनु पर्थ्यो कि, तर अब के गर्नु, मेरो चाहिँ मिक्सी खराब भएको छ अहिले, त्यसैले यसरी काटेर हालेँ। यसलाई चाहिँ अहिले पाकिसकेर मजाले अब चाल्नुपर्छ। त्यसपछि हाल्दैछु चियापत्ती। अब चाहिँ नि यसलाई मजाले 15 देखि 20 मिनट चाहिँ मजाले पकाउनुपर्छ है। अब चाहिँ 20 मिनट भइसकेको छ, यो चाहिँ अब पाकिसकेको छ है। अब यसलाई चाहिँ मजाले चाल्नुपर्छ। अब चाहिँ यो सेलाइ पनि सकेको छ। अब चाहिँ म भर्दैछु यो जारमा। सानोबडे जार लिएको छु मैले, यो चाल्ने पनि रेडी छ होइन। अब यसमा चाहिँ मजाले चालेर चाहिँ अन्त राख्नुपर्छ। अब चाहिँ भरि पनि सकेँ। अब तेल चाहिँ घट्छ है साथीहरू। यो चाहिँ आधी केजी तेलमा गरेको थिएँ मैले होइन। अब घटेर चाहिँ 1 पावा जति भयो तताउँदाखेरि। अब यसलाई चाहिँ मजाले नुहाउनुभन्दा आधा घन्टा 1 घन्टा अगाडि मजाले मसाज गरेर चाहिँ, या त अघिल्लो दिन लगाएर भोलि बिहान नुहाउन पनि सक्नुहुन्छ होइन। जसरी लगाउँदा पनि हुन्छ, तर एकदमै राम्रो हुन्छ यसले चाहिँ। हस् त, बाई बाई।